Hello नमस्ते एभ्रिवान, इट्स मी रोशन एन्ड वेलकम टु माई च्यानल रोशन प्रोजेक्ट। र आजको भिडियोमा चाहिँ मैले बनाएको छु एउटा यस्तो यो 3D होलोग्राम। र यस 3D होलोग्राममा चाहिँ तपाईहरुले आफ्नो मोबाइलमा चलेको 2D पिक्चरलाई 3D मा हेर्न सक्नुहुन्छ। र यो 3D होलोग्राम बनाउने फुल मेकिङ प्रोसेस चाहिँ आजको यस भिडियोमा छ। र यस भिडियोलाई पुरै हेर्नु होला र तपाईहरुले पनि यस्तो 3D होलोग्राम बनाउन सिक्नु होला भन्दै आजको यस भिडियोमा सुरु गरौँ। यो 3D होलोग्राम बनाउनको लागि चाहिँ हामीहरुलाई केही कार्डबोर्डहरु चाहिन्छ र त्यो कार्डबोर्डहरुलाई चाहिँ मैले आफुलाई चाहिएको शेपमा काटिसकेको छु। तपाईहरुले पनि दुईटा यस्तो बराबर शेपको कार्डबोर्ड काट्नु होला र एउटा बेसको लागि ठूलो कार्डबोर्ड काट्नु होला र साथसाथै तपाईहरुले 2-3टा यस्तो लामो कार्डबोर्डहरु पनि काट्नु होला। र काटेपछि चाहिँ हामीहरुलाई चाहिन्छ एउटा बोतल र त्यो बोतललाई चाहिँ हामीहरुले यत्रो मैले भने अनुसारको त्यो साइजमा काट्नु पर्ने हुन्छ र यस्तो फ्ल्याट बनाउनु पर्ने हुँदछ। र सुरु गरौँ अब यसलाई बनाउन। यसलाई बनाउनको लागि चाहिँ यो पिसलाई हाम्रो बेससँग हट ग्लु गनको सहयोगले टाँसिदिनु पर्ने हुन्छ यसरी। र यसैगरी अर्को पिसलाई पनि हामीहरुले त्यसरी नै टालिदिनु पर्ने हुन्छ हट ग्लु गनको सहयोगले। तपाईहरुले अन्य कुनै ग्लुहरु पनि लिन सक्नुहुन्छ हट ग्लु गनको साटोमा। र जबसम्म मैले यो टालिरहेको छु तबसम्म तपाईहरुले हाम्रो च्यानल रोशन प्रोजेक्ट्सलाई सब्स्क्राइब गरिदिनु होला र यस भिडियोलाई पनि लाइक गर्न नभुल्नु होला। र यहाँ दुईटै कार्डबोर्डहरु टाँसिएर रेडी भइसकेको छ। अब चाहिँ हामीहरुले यी दुईटा कार्डबोर्डको बीचमा त्यो अघिको बोतलको पिस चाहिँ लगाउनु पर्ने हुन्छ। दुईटै कार्डबोर्डको एजहरुमा छोइने गरी हामीहरुले यस बोतलको पिसलाई चाहिँ लगाउनु पर्ने हुन्छ र लगाइसकेपछिको लुक चाहिँ यसको यस्तो छ। अब यहाँ हामीहरुले बोर्डरको लागि चाहिँ यस्तोरे यो कार्डबोर्डलाई लगाउनु पर्ने हुन्छ र मैले चाहिँ हट ग्लु गनको सहयोगले यसलाई पनि टालिदिएको छु र यसको फाइनल लुक चाहिँ यस्तो छ। अब यसको सिनेम्याटिक्स र वर्किङ चाहिँ हामीहरुले हेरौँ है त।